ल ठिक छ, आजको माल यस्तै छ। हेर्दै जाउँ कस्तो हुन्छ हाम्रो आजको यो ट्रिपमा। आजको ट्रिपमा माल एकदम धेरै छ है त गाइज। हेलो, वेलकम ब्याक टु माई च्यानल। आज पनि तपाईँलाई स्वागत छ। आजको ब्लग हाम्रो चितवनदेखि दाङ अनि सुर्खेतबाट दैलेखबाट अछामबाट दिपाल टोटी हुँदै हाम्रो फेरि चितवन फर्किनुपर्ने हो। ल ठिक छ, आजको माल यस्तै छ। हेर्दै जाउँ कस्तो हुन्छ हाम्रो आजको यो ट्रिपमा। आजको ट्रिपमा माल एकदम धेरै छ है त गाइज। कस्तो हुन्छ हेर्दै जाउँ। फेरि राइडरको होला है यस्तो हो होइन। ठिक छ, माल चाहिँ थोरै छ। अझै लोड गरी भ्याइयो निस्केको। दाइ हर्नु त अलि यता दाइ। हाम्रो गोदामबाटै ननिस्केला जस्तो भइरहेको छ। निस्किन्छ कि के हो, कति पिलिक गरेको फेरि निस्किन्छ। मजाले निस्किन्छ यस्ता पछाडि छुँदैन। आइज अलिकति छोयो छुन चाहिँ। यस्तै छ माल चाहिँ, केही छैन आज माल ठिकै छ। यस्तै छ। अहिले चाहिँ म घरबाट खानसाना खाएर निस्केको। अब म चाहिँ गाडी कुदाएको छु, आफ्नो गाडी। किनभने मेरो घरमा अलि तारसार छ नि त, यस्तो बिजुली खम्बा तारहरू छ, छिर्दैन। यो हाम्रो घरसम्म भएको एउटा बवाल क्याफे छ, राम्रो छ। अहिले चाहिँ हामी यसरी बसिरहेको, मजाले खानसाना खाएर रेडी भएर निस्केको है त। अहिले चाहिँ हामी पेट्रोल पम्पमा तेल हाल्नु लाग्यो। अब तेल हाल्नु परेको नि त। अब यसलाई नि भोक लाग्छ, भात खुवाउनै पऱ्यो, त्यस्तै हो होइन। तेल चाहिँ अब हाम्रो के हो 1500मा फुल हुन्छ कि तेल अलि धेरै नै खान्छन्। अहिले चाहिँ चिट काट्न लाग्यो हाम्रो बोन्द्र्याङ चेकपोस्ट। यो चाहिँ टिकौली जङ्गल छ। अहिले चाहिँ गुड मर्निङ सबैजनालाई। म चाहिँ अहिले घोराइ आइसक्यो खाम। अहिले घोराइमा चाहिँ हामीले माल झारिसक्यो है। यहाँ चाहिँ यस्तो छ है त, माल झारेको यो बोराहरू झारेको। अहिले चाहिँ घोराइमा झारेर निस्केको। अब झारिसक्यो किनभने अहिले अब साउन झार्ने टाइममा त भिडियो बनाउन पाइँदैन नि त, सब रिसाउँछ नि त, त्यही भएर। हेलो नमस्ते। यस्तो छ अहिलेको माहौल। बिहान यो दाङको बाटोमा त हिँड्नै नसक्ने के, यस्तो कुहिरो लाएर औडा हो नि। अहिले चाहिँ हामी ट्याक्रेकै यो कहाँ पुग्यो भनेपछि हपुरे भन्ने ठाउँ पुग्न लागिसक्यो। तर त्यही पनि कुहिरोले अहिलेसम्म छोडेको छैन। बिहानको 8 बजिसक्यो। बिहानको 8 बजे पनि यस्तो कुहिरो लाग्छ हेर न। आम्मा हो हेक्को हेबे देखेको छैन कि बिहानको 8 बजे पनि यस्तो छ हालत। हेर्नु जाडो महिनामा एकदम गाह्रो छ दाङ तुलसीपुरको बाटोमा गाडी चलाउनलाई। हेक्को हेबे पनि देख्दैन। अहिले चाहिँ हामी यो के अरे हपुरे ठाउँमा तेल सेल हालियो। यो चाहिँ हपुरे पेट्रोल पम्प। दाङबाट आउँदाखेरि लास्ट पेट्रोल पम्प यही हो। योभन्दा अगाडि चाहिँ छैन। एकैचोटि सुर्खेत पुगेपछि मात्र छ। त्यही हो। अब चाहिँ हामी निस्किन लाग्यो। अहिले चाहिँ सुर्खेत यो गैरी बजार आइसक्यो हामी चाहिँ। अब ठ्याक्क ट्याप सार्नु पऱ्यो नि त, खाना खानु लाग्यो अहिले। अब खानसाना खाएर निस्किन्छौँ। अब खानामा के हुन्छ यता। अहिले चाहिँ खानसाना खाइयो होइन, खाएर निस्केको। खासै मिठो त छैन, के गर्नु भने बाध्यताले खाना खानुपर्छ गाईहरू होइन। बाध्यता छ। हाम्रो सबैले झन् खानै खानु भएन, के भन्नु। यस्तै छ। पश्चिममा आएपछि मिठो खाना पाउने त्यहाँ हाम्रो अब चितवन काठमाडौँको जस्तो एकदम रसिलो सुकुटी टक्क तातो भात पापड टक्क लाएर चटनी के अरे टमाटर आगोमा पोलेको त्यस्तो यहाँ पाउँदैन नि। यता पश्चिममा एकदम गाह्रो छ मिठो खाना खानलाई। थकाली खाना पनि हाम्रो 200को खाना जस्तो हुन्छ यहाँ पश्चिममा। त्यस्तो हुन्छ है गाइजहरू।
फेरि सबै ठाउँमा त्यस्तो भन्न खोजेँ होइन, जस्ट म हिँड्ने रुटहरूमा चाहिँ त्यस्तै छ कि यो सुर्खेतभन्दा माथि त्यस्तै छ क्या। ओपनिङ कार्यक्रम भइरहेको छ सुर्खेतमा। यो चाहिँ सुर्खेतमा माल जानुपर्छ, यहाँ पनि यस्तै भइरहेको छ गाइजहरू, त्यस्तै हो। अब हाम्रो तिरपाल तान्दे, तिरपाल तान आए ल। अहिले चाहिँ हामी फाइनली दैलेख आइपुग्यो गाइज। दैलेख बजार आइसकेको छौँ। दैलेख बजार माथिको भ्यू है, यो चाहिँ भवाल छ। दैलेख बजार चाहिँ पहाडको टुप्पोमा छ है त गाइजहरूलाई। यो चाहिँ दैलेख बजार। हेलो सबैजनालाई नमस्ते। अनि अब म अलिकति सन्चो नभएर बिहानै उठेर भिडियो बनाउनु पाएन। अहिले चाहिँ हामी ट्याकटुकको यो अछाम मङ्गल सेन भन्ने बजार आइसकेको छौँ। गाडी उतै छ। अब खाना चाहिँ अब पाइएन, फ्राइड राइस खान लाग्यो। अब निस्किन्छौँ हामी। त्यस्तै गर्दै ट्याक्क त्यहाँ पुग्छ, त्यहाँबाट अनि कता हो कता भनै सकिन्न। यस्तै भइरहेको छ यात्रा। के भनौँ गाह्रो। मेरो चाहिँ अब यस्तै भयो, गाडी एक्सिडेन्ट भयो। एक्सिडेन्ट भएको कारणले चाहिँ मैले खासै भ्लग बनाउन पाएन, सरी गाइज। आजलाई यति नै इन्डिङ छ। म बिरामी भएर केही गर्न सकेको छैन, सरी गाइज। केटा हो दशा लाग्यो, के गर्ने यार। ओह्रालो थियो ठाडै, दशा लाग्यो यार, के गर्ने केटा यार। धन्न बच्यो यार, त्यही हो ठुलो कुरो। ठाडै ओह्रालो थियो, ओट हालेर आएको गाडी बगेर यार, त्यो भएर के गर्नु गाह्रो छ। बाल ठुलो गालले बाँचियो।